हेलो गाइस, वेलकम टु माई एनदर ब्लग। आज म जाँदैछु पाटनको कृष्ण मन्दिरमा के छ सबै हेर्दै जाउँ है त गाइस। साथीहरू, हामी पाटन जाँदै बाटोमा गुम्बा देख्यौँ, मेरो पछाडि देख्न सक्नुहुन्छ। अब यो गुम्बामा के छ हेरौँ है त, लेट्स गो। हाम्रो एकजना दाजु मस्त ध्यानमा हुनुहुन्छ, बसेर कुर्सीमा ध्यान गर्दै। हेलो गाइस, यता हाल्दैछु म परेवाहरूलाई फिड है। कति धेरै परेवा छ, जता पनि परेवा। ओहो, साथीहरू, हामी आइसकेको छौँ पाटन म्युजियममा। पाटन यो कृष्ण मन्दिरको भित्र छ है। हामी अब घुम्छौँ, के छ म्युजियममा हेर्दै जाउँ। लेट्स गो। टिकट हामीसँग छ दुईजना भएर। साथीहरू, हामी आइसकेको छौँ म्युजियमभित्र। म्युजियममा पुरा सुनसान छ। बिहान हामी दुईजना छौँ, त्यसैले अरू मान्छे त छैन कि। यहाँ पुरानो शैलीको मूर्तिहरू प्लस हेर्न सक्नुहुन्छ शिवलिङ्ग मूर्ति। अनि नेवारी संस्कृतिको म्युजियम हो यो। म्युजियममा यस्तै पुरानो शैलीको सामानहरू, वस्तुहरू, यो ढुङ्गाको हेर्न सक्नुहुन्छ मूर्ति। यो ढुङ्गाको कलाकारले पनि कति मेहनत गरेर बनायो होला यो मूर्तिहरू। हेर्न सक्नुहुन्छ हाम्रो यो देवीको मूर्ति है। हाम्रो देवी हुनुहुन्छ, उहाँ पनि हुनुहुन्छ, हाम्रो माता नै हो होला। अब खासै थाहा त छैन के हो। हेर्दै जाउँ के छ भित्र म्युजियममा गाइस। लेट्स गो। गाइस, म्युजियम धेरै नै ठुलो छ। यहाँ मान्छेहरूलाई एन्ट्री त छ, तर फोटो खिच्न दिन्छ है, भिडियो बनाउन दिँदैन गाइस। हामी लुकी मान्छे नभएको ठाउँमा लुकी भिडियो बनाउँदैछौँ गाइस। हेर्दै जानुहोस्, हाम्रो भिडियो लामो हुनेवाला छ। म्युजियम ठुलो एरिया छ। म्युजियम हामी पुरा घुम्छौँ, भिडियोमा के छ सबै देखाउँछौँ गाइस। यो म्युजियममा भिडियो बनाउन पाबन्दी छ, तर हामी लुकी बनाइरहेको छौँ गाइस। बिस्तारै हामी लुकी भिडियो बनाइराखेको छौँ तपाईँहरूको लागि। यो म्युजियममा भिडियो बनाउन अलाउ गरिएको छैन। हामी मान्छे नभएको ठाउँमा मात्र यो भिडियो बनाउन पाइराखेको छौँ भने मान्छे हुँदा चाहिँ फोटो खिचे जस्तो गर्छौँ हामी। यस्तै हो, घुम्दैछौँ लुकी है गाइस। हेर्दै जानुहोस् हाम्रो भिडियो। म्युजियममा के छ हामी सबै देखाउँछौँ तपाईँहरूलाई है गाइस। म्युजियमभित्र एउटा अनौठो चिज छ गाइस, हेर्न सक्नुहुन्छ। यता टिभी छ भने यता स्पिकर राखिएको छ। यता जे ठ्याक पारेको आवाज स्पिकरमा आउँछ। यता काठको सामानहरू राखिएको छ, बनाइराखेको। भने यो कहाँको भिडियो देखाएको मलाई त्यो थाहा भएन, तर यता काम गरेको टिभीको आवाज चाहिँ स्पिकरमा आउँछ। स्पिकर यहाँ छ गाइस, हेर्न सक्नुहुन्छ। हेर्नुहोस्, कारिगरले गर्ने कामको औजारहरू यस्तो रहेको छ। यसलाई के भन्छ गाइस, कमेन्ट गर्नु होला गाइस। अहिले हामी पाटन म्युजियमभित्र नै छौँ। म्युजियमको क्याफेमा आएको छौँ कफी खानको लागि। हाम्रो साथीलाई वासरुम लागेको हुनाले ऊ चाहिँ गएको छ वासरुममा। म चाहिँ यता एक्लै भिडियो बनाउँदैछु गाइस। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद। च्यानललाई सब्सक्राइब गरिदिनु, बेल आइकन प्रेस गरिदिनु, भिडियोलाई लाइक, सेयर र कमेन्ट गर्न नबिर्सिनु होला गाइस। थ्याङ्क यू फर वाचिङ। आजको लागि यति नै, बाई बाई।